वेलकम टू माई न्यू भिडियो। साथीहरु हजुरहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ साथीहरु म चाहिँ फ्रेन्च फ्राई बनाउँदै छु। मलाई चाहिँ एकदमै मन पर्छ फ्रेन्च फ्राई र मैले कहिले बनाएको छैन। आज चाहिँ म बनाउँछु भनेर सोचिरहेको छु के साथीहरु। अनि म चाहिँ कसरी बनाउँछु भनेर हजुरहरुलाई पनि देखाउने छु। अनि हजुरहरु पनि म सँगसँगै हेर्नु होला भन्न चाहन्छु। अनि साथीहरु मलाई चाहिँ एकदमै मन पर्छ र एकदमै खानेको बाहिरको फास्ट फुड मध्येमा फ्रेन्च फ्राई एकदमै मन पर्छ। अनि त्यही भएर मैले चाहिँ आज घरमै बनाउँछु। मैले कति किनेर खानु भनेर घरमै बनाउँदै छु। अनि म चाहिँ फ्रेन्च फ्राईको च्यालेन्ज पनि गर्ने छु। हजुरहरुलाई चाहिँ कोसँग गर्छु मैले च्यालेन्ज, कसले जित्छ कसले हार्छ भनेर चाहिँ हजुरहरु अर्को भिडियोमा हेर्न चाहिँ नछुटाउनु होला। र यस भिडियोमा चाहिँ म कसरी बनाउँछु भनेर यही देखाउने छु। हजुरहरु पनि मेरो साथमा हुनुस् र हेर्नु होला है। लो अब हाम्रो चाहिँ सुरु भयो। यहाँ चाहिँ मैले आलु छिल्दै छु साथीहरु। आलु छिले र अब काटकुट पारेर बोइल गर्नुपर्छ भनेको सुनेको थिएँ। अनि त्यही भएर म चाहिँ छिल्नतिर लागेको छु आलु। अनि यो बनाइराख्दा चाहिँ मलाई एउटा मनमा दाउड आइरहेछ के साथीहरु, कस्तो बन्छ होला, आलु खराब त हुने होइन कहीं हैन, हुन्छ नि त अनेकौं। त्यही भइरहेको थियो। अनि मेरो बुढाले चाहिँ मलाई बार बार भन्नुहुन्छ के तँलाई चाहिँ केही बनाउँदैनिस् तैले चाहिँ हैन, मान्छेले कति धेरै के आइटम बनाउँछन् भनिरहनु भएको थियो। अनि मैले फेरि अब म ट्राई गर्छु त मलाई खानु पनि टेस्टी लाग्छ। अनि म फेरि बनाउँदैमा के हुन्छ र भनेर भनेको। अनि सो गाइज आजै फेरि मेरो बुढा चाहिँ कामबाट आउनु भएन, ड्युटीबाट। दिउँसो बनाउँदैछु म चाहिँ। अनि आउनु भएको छैन। म चाहिँ एउटी साथीलाई लिएर बनाउँदैछौँ हामी चाहिँ दुईटी मिलेर। अनि हामीले चाहिँ युट्युबमा पनि हेरेका छैनौँ साथीहरु। हामी चाहिँ आफ्नै पारामा बनाइरहेछौँ के हो। अनि हजुरहरुलाई कस्तो लाग्छ मैले बनाइसके पछाडि भनिदिनु होला र प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला भन्न चाहन्छु। अनि हजुरहरुलाई को लाउँछ यो बनाउन हैन, कसले बनाउनुहुन्छ, हामीले कसरी बनाउने भनेर मलाई कमेन्टमा पनि भन्न सक्नुहुन्छ तपाईहरु। अनि हजुरहरुलाई मन पर्छ भने, मैले बनाएको देखेर खाना मन लाग्यो भने आउनु होला, म फेरि बनाएर खिलाउने छु हजुरहरुलाई भन्न चाहन्छु। आलु चाहिँ हामीले यहाँ यति ल्याछौँ। अनि यहाँ चाहिँ यस्तै कटिङ हुँदैछ। यहाँ चाहिँ ओ नो जुलीले कटिङ गर्दै हुनुहुन्छ। अनि बनाया है मैम आपने कभी? यस, मैं बहुत बनाती हूँ। अच्छा, दोबारा बना रही हूँ, देखती हूँ कैसा बनता है। नए स्टाइल में बनाऊंगी। और किसी को पता हो कि ये कैसे बनते हैं तो सो प्लीज मुझे आइडिया दें, क्योंकि मैंने कभी ये बनाया नहीं है। पहली बार बना रहे हैं आज हम पहली बार बना रहे हैं। ठीक है गाइस, हमें बताएं, गलती हमारी बताएं। फिस्टो चलो इधर है, देखो इधर देखो। बाय करो सर सबको, नमस्ते करो। ओहो मैले चाहिँ यहाँ बोइल गर्न राख्दिए है। पता नहीं कस्तो हुने हो। बोइल गर्न राख्दिए छु। अब कैसे हुआ बताओ? ये ना ज्यादा बॉयल हो गया। एक्चुअली ना मैं फोन चलाने लग गई, मेरा ध्यान फोन की तरफ चला गया। तो इसको मैंने देखा ही नहीं, ज्यादा हो गए। फिर भी देखते हैं गाइस हम ना सक्सेसफुल। हमारा वैसे भी फर्स्ट डे था और पहली बार जो चीज बनाएंगे वो परफेक्ट तो बनेगी नहीं। फिर भी देखते हैं गाइस, हमने जारी रखा है। अभी भी थोड़ा से ज्यादा पक गए और मुझे अब कम लग रहे हैं। हाँ, थोड़ा ज्यादा पका ली मामले से। तुम देखते कैसे होते हैं कैसे नहीं, हम सक्सेसफुल होते कि नहीं बनाने के लिए। लेकिन तैयारी में ही है हम। यहाँ चाहिँ अब हाम्रो हुन लाग्यो मसला मिक्स। नो, इसी के साथ निकालोगी ना।
गाइस मेरो फ्याउरी चाहिँ यहाँ चुई चुई गरिरहेको छ नि यहाँ बिराउ गर्नलाई। उधर चलो उधर। देखो गाइस ऐसे नहीं करते हैं बट्टू। यो बिट्टूलाई यो चाहिए नमक हल्दी मिर्च। लेकर आओ उधर से, उस रूम से, उधर कमरे में पड़ा है। यो फ्याउरी को सारा पता है। मुझे जॉनी जॉनी सुनाओ, बोलो जॉनी जॉनी। यस पापा। जॉनी जॉनी। भाभी नो सैमू। समी इधर आना। हाँ चीजी बना दी, जब प्लेट लेके आओ उधर से। मम्मा को जलना हो जाएगा ना। किससे करो? उसी से है ना। वो दूर हो जाओ, तेल लगेगा हाथ में। गाइस यहाँ चाहिँ अब हामीले फ्राई गऱ्यौँ। यति राम्रो भएको थियो नि, हामीले पहिलोचोटि लागिरहेको थिएन कि हामीले पहिलोचोटि बनाउँदैछौँ यो भनेर। यति राम्रो यति टेस्टी भएको थियो नि, जति देख्नेमा टेस्टी लागेको छन् त्यति खानामा पनि यिनी टेस्टी छन् के साथीहरू। के गर्ने, आफूलाई जाँगर लाग्दैनन् घर बनाउने, घर बनाएपछि त यति राम्रो पनि बनाउँदो रहेछौँ हामीले। तर हामीले युट्युबमा नहेरेर बनाएछौँ साथीहरू यो। अनि अब यस्तै त हुन्छ होला भन्दै बनाउँदै गरे। एकदमै राम्रो भएको छ है साथीहरू, हेर्न सक्नुहुन्छ तपाईहरु पनि। देखो गाइस अब हमारा फ्रेंच फ्राई तयार हो गए। यस्तै हुन्छन् कि कस्तो हुन्छन्, तर हामीलाई चाहिँ त्यसै उ गरेन, राम्रो भयो न चाहिँ टेस्टी छन् न। सो गाइस हामीले चाहिँ फ्रेंच फ्राई बनायौं, हजुरहरुले देख्नुभयो। भिडियो कस्तो लाग्यो जस्ताको तस्तै प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। अनि मैले चाहिँ यो च्यालेन्ज राखेको छु फ्रेंच फ्राई खाएको। हजुरहरु च्यालेन्ज अर्को आउने भोलिको भिडियोमा गएर हेर्नु होला हजुरहरुलाई कस्तो लाग्छ हाम्रो च्यालेन्ज। अनि कसले जित्यो कसले हार्यो के पनिशमेन्ट छ सबै चाहिँ हामीले हजुरहरुले अर्को भिडियोमा देख्नु होला। अनि यो भिडियोलाई चाहिँ म यही बन्द गर्छु। मेरो भिडियो मन परे लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला।